कता आफूले खनेको खाल्टोमा आफै पर्दैछु कि भन्ने भान भइरहेको छ अहिले सुकुम्बासीका जनताहरूलाई। त्यो सुकुम्बासीका घरहरू खोला बाटो छेउछाउमा परेका त भत्किनु जायजै हो, तर खुल्ला क्षेत्रमा बस्तीहरू बनेको छ भने करोडौँको सम्पत्ति नाश गर्नुभन्दा बरु जनतालाई लालपुर्जा दिएर सरकारले सरकारी रेट नियम लागू गरेर कर सरकारलाई तिराएपछि मात्र पो बल्ल सरकारलाई फाइदा पनि त जनताको करोडौँ सम्पत्ति पनि जोगिनु। त्योपट्टि चाहिँ सरकारको ध्यान किन गएन अचम्म लागिरहेछ मलाई एउटा कुरो। त्यसैले कता कता कस्तो ठाउँमा भोट हालिछु मैले भनेर जनताहरूले सोच्न बाध्य हुन नपरोस्, यतापट्टि सरकारको तुरुन्त ध्यान जाओस् भन्ने मेरो सानो आग्रह। हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नुहोस्।